अहिले कहाँ छ अरे मनोज भाइ? अहिले चिचिला 2 सोबक चुचे ढुङ्गा जाने बाटो। हामी चाहिँ अहिले यो गैरियाङलाबाट यहाँसम्म बाइकमा आयौँ। यहाँ परतिर चाहिँ बाटो अवरोध भएकोले गर्दाखेरि हाम्रो सुरु गर्न लागिरहेछौँ। जेम्स राई, सन्ध्या भाउजू, मनोज गिरी, यता ब्याकमा मेघराज तामाङ, हामी चाहिँ चुचे ढुङ्गाको यात्रा गर्न लाग्दैछौँ। पहिला चाहिँ हामीले गैरियाङलाबाटै पैदल यात्रा गरेर यो चुचे ढुङ्गा गएका थियौँ। अहिले चाहिँ अब यहाँसम्म सहजै आउन सकिने वातावरण रहेछ। यहाँदेखि उता चाहिँ परतिर बाटो अवरोध भएकोले गर्दाखेरि हामी पैदल यात्रा लाग्दैछौँ। जेम्स त मरद छ त नि ज्यान त जस्तो देखियो। यो सडकमा आउने क्रममा चाहिँ यहाँ ठुलो ढुङ्गा खसेको रहेछ, सायद बर्खामा हो क्या र। यसले चाहिँ मान्छेलाई ओहोरदोहोर गर्ने ठाउँ मात्रै छ, तर बाइकलाई असहज भएकोले गर्दाखेरि यहाँसम्म चाहिँ बाइकमा आयौँ हामी। माछाको बच्चा कि माछा हो? पानी त छैन, के माछा बस्छ यार? हाँडी खोला। माछा चाहिँ कहिले हुन्छ र? अस्ति रोटी खुलाइहाल्यो नि, सकिहाल्यो। रोपेको हो नि त समाजले। अस्ति रोयल्टी खुलाएर मारे अरे। कतिमा खुलाएको थियो ठेक्का चाहिँ? 7,000 मा। ए उसले 22 को बेच्यो। खर्च पनि अलिअलि भयो होला नि त नि। कान्छाले यहाँ माछा मारेको छैन? हो, माछा मार्नु चाहिँ आउँछ? गोठाला चाहिँ ठिक रहेछ हौ। बाख्रा र लौरो त उत्रै छ त भाइ। कुन खालको गोठाला हो यो? जोर खोला माछा हेरेको। पानी सानो भए पनि यो खोलाहरूमा चाहिँ माछा यहाँ स्थानीयले लाउने गरेका छन् र वर्षमा एकपटक होक्याएर सायद ठेक्का खुलाउँछ अरे। यो चाहिँ ठेक्का खुलाइसकेको अवस्थामा रहेछ। जोरखोलाबाट तल देखिने अरुण नदी यो चाहिँ तल गएर मिसिन्छ। हामी चुचे ढुङ्गाको यात्रामा छौँ। छैन, हिँडेको भिडियो त खिच्नु पर्यो नि त। यहाँ आइपुगेर चाहिँ हामीले चुचे ढुङ्गा देख्यौँ। ल यो चुचे ढुङ्गा हो। यहाँ चाहिँ अघिसम्म मान्छे देखिँदै थियो, सायद त्यहाँ छ। बाख्राको पाठाले परदेखि पछ्याएको हामीलाई चुचे ढुङ्गा यात्रा गरेर आउने भयो यिनीहरू पनि। लप्सी कस्तो बर्खा लाग्दा पनि लप्सी भेट्नु त हौ। लप्सी कोकोटी यति बेला पनि हुँदो रहेछ। बोट चाहिँ यो भयो अमिलो न टर्रो भित्तामा। यो चाहिँ अँगेरीको फुल। यसमा चाहिँ कलर आउँछ। अहिले चाहिँ फुल मात्रै छ, यसको गोटी लागे पछाडि निलो कलर आउँछ। यो चाहिँ हामीले गोठाला गर्दाखेरि खुब खान्थ्यौँ। कलरकै लागि पनि, स्वाद पनि गुलियो हुन्थ्यो। अहिले चाहिँ गोठाला पनि छैन, सम्झना मात्रै छ।
ठ्याक्कै हामी अहिले चुचे ढुङ्गाको पासमा आइसकेका छौँ। साह्रै सुन्दर, भूगोल हेर्दै अचम्मको छ। मनोज र जेम्स त्यहाँ पुगिसकेको छ। चुचे ढुङ्गा साह्रै दामी भ्यू। मलाई लाग्छ शङ्खसभामा सबैभन्दा लामो अरुणको एरिया यही चुचे ढुङ्गाबाट देखिन्छ। हजुर के लेखेको छ यहाँ? चुचे ढुङ्गा। कति राम्रो आउँदो रहेछ त। चुचे ढुङ्गा अनुभव कस्तो छ भाइ? एकदम रमाइलो भइरहेछ। अहिलेसम्म यतिको रमाइलो फिलै भएको थिएन, त्यति रमाइलो भनेको हाइटमा चढेर अरुण हेरेको पनि यही होला नि त पहिलो भाइ। यस्तो यो चाहिँ यस्तो दामी छ, सिधै तल अरुण। बाफ रे बाफ। फोकस ममा छ। यो हो चुचे ढुङ्गा, चिचिला गाउँपालिका वडा नम्बर 2 को। हामी केही वर्ष अगाडि चिचिला गाउँपालिकाको डकुमेन्ट्री बनाउने क्रममा यो चुचे ढुङ्गा आएका थियौँ। थप संरचना थपिएको त देखिएन, तथापि यसलाई अझ व्यवस्थित गर्नको लागि आवश्यकता चाहिँ देखियो। हामीले धेरै घुम्ने ठाउँहरू टाढा गइराख्ने भन्दा पनि आफ्नै ठाउँ गाउँमा बनेको नयाँ संरचनाहरू अथवा घुम्नलायक ठाउँहरू चाहिँ नबिराई घुम्ने हो भनेदेखि हामीलाई अरू ठाउँ जाँदा जति खर्च बढ्छ त्यो चाहिँ सहज तरिकाले आफ्नै गाउँठाउँमा घुम्न सकिन्छ भन्ने सन्देशको लागि पनि हामीले चुचे ढुङ्गाको यात्रा गरेका हौँ। चुचे ढुङ्गा यहाँ चाहिँ आइसकिसके पछाडि मैले अघि पनि भने भिडियोमा यो अरुण नदीको सबैभन्दा लामो क्षेत्र देख्न सकिन्छ यहाँबाट चाहिँ, किनकि हामीले थुप्रो ठाउँ घुम्दाखेरि यति लामो फेरो अरुणको फेरो चाहिँ कहीँ पनि देख्न सक्दैनौँ। र अर्को कुरा, यहाँ आइसकिसके पछाडि अरुण नदी सिधै तल देखिन्छ। हेर्दाखेरि यहाँ सिधै बन्जी गर्ने ठाउँ, तर यसलाई अलिक असुरक्षित जस्तो पनि देखियो। यो चाहिँ नजिकै यसको जुन पिलर राखिएको छ यो पिलर अलिक असुरक्षित हो कि भन्ने देखियो। यसलाई अझ व्यवस्थित गर्नुपर्ने छ। यहाँ चाहिँ हामी मात्रै यात्रामा आएको हो कि भनेको करिब 8-10 जना अरू यहाँको स्थानीयहरू पनि घुम्न आउनु भएको छ। यसले चाहिँ के देखाउँछ भन्दाखेरि चुचे ढुङ्गा घुम्नको लागि मानिसहरू आवत जावत चलिरहन्छ भन्ने सन्देश छ। र चिचिला गाउँपालिकालाई यहाँबाट सन्देश दिन पर्दाखेरि चाहिँ यहाँसम्म आउनलाई सहजताको लागि सडकको व्यवस्थापनलाई ध्यानमा राख्नुपर्नेछ। र यहाँ आइसकिसके पछाडि यहाँ नजिकै बस्ती नभएकोले गर्दा पनि मानिसहरू आएर रमाइलो गर्नको निम्ति आफै एउटा ड्राइफ्रुट बोकेर आउनुपर्ने जस्तो देखियो। यसलाई मध्यनजर गरेर स्थानीयहरूले व्यावसायिक रूपमा सुरुवात गर्दा सहजता हुन्छ भन्ने लागेको छ। मैले यो सायद मैले घुमेँ मध्येमा शङ्खसभामा अरुणको सिन हेर्न पर्दाखेरि चाहिँ सबैभन्दा लामो एरिया देखिन्छ यहाँबाट। यो चुचे ढुङ्गाबाट हेर्नुहोस् है, चट्टै यो माथि सिधै पोखुवासम्म। यो पारे सिलिचोङको भूभाग, यहाँबाट तल अरुण नदी, तल एकदमै खेतीयोग्य मलिलो खेत जस्तो देखिन्छ। यो चाहिँ बर्खामा झन् सुन्दर हुने रहेछ, यति ठुलो खेत। यो पोखुवा जो अरुण तेस्रो को पावर हाउस बिजुली उत्पादन हुने ठाउँ। यहाँ चाहिँ विभिन्न संरचना निर्माण भइरहेको छ। म जुममा देखाउँछु पोखुवालाई। यो हो पोखुवा। यो माथि केराबारी चाहिँ अत्यन्त चुच्चे ढुङ्गा। पसिना हिँडेकोले पसिना। मैले चुचे ढुङ्गाको यो जुन रेलिङ हालेको टुप्पामा छु। यहाँबाट चाहिँ सिधा अरुण, साह्रै दामी ठाउँ। अहिले म हाइटमा देखाउँदैछु। अलिक पर जानु नि छेउमा। हावा चल्दा अनि यो यस्तो रेलिङ जान्छ त। यहाँ त म तल उता चिलाउनेमा अड्किहाल्छ नि।
झर्दैन भाइ नहल्लाउ त्यो मान्छे यहाँ डरले अरुणमै जाने बेला भइसक्यो यस्तो मान्छे चुचे ढुङ्गामा आएर हाइट हेर्नु अरे भन्नु न कामी सक्यो यहाँ छिटो बनिनु है लु तिमी त काममा आएको मान्छे खासमा त फोटो हाल्नु नहुने हो यो चाहिँ यस्तो दामी छ सिन अघि पनि मैले भने यो हामीले क्यामेरामा जति आँखाले देख्छौँ त्यो किसिमको कैद त छैन चिचिला सिलिचोङको भूभाग पुखुवा करिब करिब हामी बाइक छोडेर 15 देखि 20 मिनटमा चाहिँ यो चुचे ढुङ्गामा आइपुग्छौँ मनोज भाइ छ मसँग सन्ध्या भाउजू अघि एकपटक यहाँ आइपुग्नु भएको थियो मान्छे डराएर के जेम्स दाई उहाँ सुर्ती सेवन गर्दै हुनुहुन्छ चुचे ढुङ्गामा आएको साथ बाख्रा गोठाला त एक एकवटा पाठा गोठाला रहेछ यहाँ मान्छे यो चाहिँ सब भिडियो रेकर्डमा आइरहेछ मनोजले के खान्छ अरे कस्तो दिने हो के फेरि हानु न यो राखिदिउँ न त घड्याप्पा अँगला हालेर बस्नु दुईजना ए हाल्छ पैसा लाग्छ यार के गरेको जेम्स हजुर के गरेको यो बाख्रालाई औषधि खुवाउनु पर्यो भनेर हेर्दा त बाख्रालाई खुवाउने खालको त छैन सिउ नभएको बाख्रालाई हो बनाउनै आएन यार त मनोज सरले खाने खाने भन्नुहुन्छ खै तल छ अरे गोठालाको यो चाहिँ ठ्याक्कै मान्छेको अनुहार छ याद गर्नुभयो सूचना ए हो त रहेछ त इस यहाँ पोरा आएर फोटो खिच्दै चाल पायो कि मैले यो घाम टल्केर देखेन मान्छेको अनुहार देखेन उही पानी हो रहेछ छाता लिएर आएको रहेछ केटाहरू त मजा कहाँ हो घर भाइ ए परै हो केटाहरू छाता ओढेर कस्तो सिपालु पानी आउँछ भनेर पानी आउँछ भनेर थाहा थियो तिमीहरूलाई कि त्यतिकै लाग्यो मार्नै भयो एउटा पाठा पनि हेलो चुचे ढुङ्गालाई बिदा गरेर लाग्यो हजुर मनोज यात्रा कस्तो भयो भाइ कस्तो लाग्यो त चुचे ढुङ्गा एकदम रमाइलो भयो अब हामी चुचे ढुङ्गालाई छोडेर अहिले चाहिँ हामी ठ्याक्कै बाइक भएकोमा आइपुग्यो अब हाम्रो बाइकको यात्रा हुन्छ साथीहरू तिर खाएर यता तल चाहिँ पुरै आरीमा तिर खायो मान्छे त्यही भएर आरीमा पानी थाप्दैछ ल आरीमा पानी राम राम पोनी 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 यहाँ 3 जग जति पानी थियो त खा यार साथीहरू सब तिर खाए यो चाहिँ हाम्रो सोनियल भाइको घर रहेछ
पोहोर आउँदा त कता भेट भएको थियो, घरैमा त थिएन। मनोज गिरी तोङ्बाको स्वादमा पानी तान्दैछ। साह्रो तिर्खा छ भाइ। अघि चाहिँ हामी यहाँ जेम्स राईको घरबाट गएको। भाउजू आत्मा खुसी भइरहेछ आज। यहाँदेखि यात्रा गरेर चुचेढुङ्गा घुमेर आइपुग्यो। नजिकैबाट माइती घर हेरेर पिलपिल आँसु खस्नु झार्नु भयो। आँसु अरुणमा झऱ्यो, अरुणले सप्तकोशीमा मिलायो। गुलियो धेरै छ, त्यही भएर अलिक कमै खाने। के गर्नुभएको? बिस्तारो थप्दा हुन्छ नि त नि। बिस्तारो थप्ने जिनिस हो नि। यसको के छ हौ काट्नु उयो सिटको ढकनी हाल्दै न यो वाचमा पिटेमा अलि इन्चहरू पस्छ क्या त्यो त्यसको ढकनी के छिचिने त खाँदा हुँदैन कि पुतली चाहिँ डेन्जर हुन्छ क्या। मलाई चाहिँ त्यो पनि मन पर्दैन माइनस होइन पाल्नुपर्छ नबनिकन कस्तो हुन्छ बालेन भने अँधेरो नदेखेको चाहिँ यो हो नदेखेको चाहिँ हो नुन हालौँ न त अलिकति पर्दैन। आफूलाई चाहिन्छ भने आफै हातमा हाल्दा मजाउँदिन। के भन्नु ससुराली गएर लोकल कोठाको हड्डी चपाउने भन्थ्यो, तर गाह्रो छ है, यस्तै खालको देख्न सकिँदैन नि। माथि खट्ने हो लाज पनि हुन्छ होला अलि अप्ठ्यारो। म पर्नुपर्छ त्यस्तोमा ससुराली। ए त्यसो तर म पनि नि खासमा अब ज्वाइँ चाहिँ म पर्नुपर्छ क्या। ससुराली चाहिँ छैन अहिलेसम्म, तर बाहिर गएर धेरै खाने बानी परिसक्यो, लजाउँदैन होला जस्तो पनि लाग्छ बिचबिचमा। सुरुमा उठाउनु केही हुँदैन। सुरुमा एकचोटि जाँदा मात्रै लजाउँछु कि मानमर्दन राख्नु पर्यो। म त आफै बनाएर खान्थ्यो त्यहाँदेखि पछाडि कस्तो अनि साथ दिन्छ। अलिक नजिक ल्याएर हालिदिनु न हौ, माथि एउटा हालेपछि त अनि कहाँ मिठो हुन्छ त। जस्तो